स्लोभाकियाको चाहिँ भिजा एप्रुभल रेट र तपाईँको नेपालदेखि भिजा लाग्ने चान्सेस कतिको छ त्यो कुरा गरौँ है। अनि टाइम कति लाग्छ भिजाको लागि, टोटल प्रोसेस त्यो कुरा गरौँ है। स्लोभाकियाको लागि टोटल टाइम लाग्ने भनेको लगभग अराउन्ड 12-13 महिना हो है। यो कुरामा चाहिँ नझुकिनु होला। अब त्यत्रो टाइम किन लाग्छ भनेर भनेपछि तपाईँको स्लोभाकियाको चाहिँ बिएलएस डेट पाउनै एकदम गाह्रो छ है। 4 महिना 5 महिना पुरा स्ट्रगल गरी मान्छेले पाउँछन् होइन। एकदम वेट गर्नुपर्छ, बिएलएसको स्लटै पाउँदैन, एकदम गाह्रो छ स्लट पाउन है। अनि स्लट पाउनु भने लास्टमा चाहिँ के हुन्छ नि म तपाईँलाई देखाउँछु है। अनि तपाईँको यो चाहिँ एपोइन्टमेन्ट बुकिङ हो बिएलएसको है। इन्डिया जानुपर्छ यसको लागि डेट बायोमेट्रिक गर्न है। बिएलएस हुन्छ है, भिएफएस भने जस्तै हो बिएलएस भनेको। अनि यो चाहिँ स्लोभाकियाको हो। अब यो चाहिँ टोटल्ली हेर्दाखेरि रियल छ होइन, तपाईँ कन्फ्युज हुनुहुन्छ होइन, रियल छ पुरा। यो जसको ऊ मान्छेले थाहा पाउँदैन, तर यो एपोइन्टमेन्ट डेट चाहिँ फेक हो क्या। भनेपछि यो यही चक्करमा इन्डिया गएको भए कति दुःख पाउँथ्यो होला। पैसा त लगभग डेट बुक गरेको लगभग 1 लाख रुपियाँ लिन्छन् होइन। पैसा ठुलो कुरा होइन कि, अरूभन्दा नि तपाईँको टाइम लस भयो, मेन्टल टेन्सन भयो है। यताउता दौडधुप गर्नु पर्यो, फेक हो, उता गएर फेक हो भने थाहा पाइसकेपछि तपाईँले दिमाग खराब त्यस्तै भयो होइन। त्यही भएर प्लिज बी अवेर होइन। यो स्लोभाकियाको अलि होल्ड गर्नु, भिजा अप्लाई नगर्नु। दलहरूले जहाँबाट अप्लाई गर्नुहुन्छ नि तिनीहरूले तपाईँलाई 3-4 महिनामा भइहाल्छ भनेर भन्छन् होइन। 3-4 महिनामा त स्लोभाकियाको वर्क पर्मिट नै आउँदैन क्या। यदि तपाईँले 3-4 महिनामा वर्क पर्मिट पाउनुभयो भने त्यो वर्क पर्मिट फेक हो है। 5 महिना जति लाग्छ स्लोभाकियाको वर्क पर्मिट पाउन, रिसिभ गर्न है। अनि त्यसपछि तपाईँले बिएलएस डेट पाउनु फेरि त्यस्तै हो, 5-6 महिना लाग्छ। भनेपछि भयो त के अरे 11 महिना होइन। अनि बिएलएस बायोमेट्रिक गरेपछि बायोमेट्रिक लगाइदिन्छ अराउन्ड 2 मन्थ्स लगाइदिन्छ। भन्न त छिटोमा 20 डेज हो, ढिलोमा 90 डेज हो होइन। त्यति बिचमा जति पनि लाग्न सक्छ। तर अहिलेको टाइममा चाहिँ स्लोभाकियाको होल्ड गर्नु कि अप्लाई नगर्नु। फेक छ, बिएलएस डेट पाउन गाह्रो छ। इनकेस पाए पनि त्यो 100मा 200% फेक हो है। तपाईँ ढुक्क हुनु, भेरिफाई गर्नु पनि पर्दैन, टेन्सन नगर्नु। यो तपाईँले डेट पाउनुभयो भने त्यो डेट फेक हो भन्ने बुझ्नुहोस्। स्लोभाकिया अहिलेको केस भनिरहेको छु है म, अहिलेको सिनारियोमा डेट पाउन एकदमै गाह्रो छ। वर्क पर्मिट आयो, अब डेट पाउनु भन्यो भने त्यो वर्क पर्मिट के गर्ने, अचार हाल्ने मिल्दैन। प्लिज अहिले बी अवेर, बी सेफ है।